क्रिम अफ राइस एउटा सिम्पल डाइजेस्टिङ कार्ब छ, त्यही भएर तपाईँलाई ओट्स भन्दा छिट्टो डाइजेस्ट हुन्छ र प्री वर्कआउट मिलको लागि चाहिँ यो बेस्ट हुन्छ। सो तपाईँहरूलाई चाहिँ आज म सिम्पल तरिकामा घरमा कसरी बनाउने भनेर सिकाउने छु। सो क्रिम अफ राइस भनेको चाहिँ बेसिकली चामललाई तपाईँले पिठो बनाउनु पर्यो सुरुमा। सो हामी के गर्छौँ भने मसँग यहाँनिर चामल छ, हामी चामल यसरी हाम्रो मिक्सरमा हालिदिन्छौँ। तपाईँले एकैचोटि बल्कमा बनाउँदा हुन्छ, पछि सजिलो हुन्छ तपाईँलाई। र यो चाहिँ यस्तो हुन्छ लगभग। हामी चाहिँ 50 ग्रामको बनाउन आँटेको छौँ, त्यही भएर 50 ग्राम चाहिँ वे गरेर बिस्तारै हालिदिने। यतिकै भयो। अब पानी चाहिँ अनुमानमा 200 ml तपाईँले जोगेर पनि हाल्दा भयो। म चाहिँ यतिकै अनुमानमा हालिदिन्छु। नेक्स्ट स्टेप भनेको चाहिँ तपाईँले पानी मात्रै हालेर पकाउनु भने अलिक मिठो हुँदैन, त्यही भएर 100 ml दुध चाहिँ लास्टमा हाल्नुपर्छ। त्यही भएर 100 ml दुध ट्याक्क वे गर्ने। अलिक धेरै हाल्दा पनि भयो, दुध चाहिँ क्यालोरिज एफोर्ड गर्न सक्नुहुन्छ भने। नाइस। र यो स्टेप चाहिँ मिस नगर्नु होला। हामीले आर्टिफिसियल स्विटनरको लागि सुगर फ्री छ हामीसँग। यो हामी लगभग कतिवटा हाल्छौँ, हालिदिउँ न 5वटा जति पानी हाल्ने। यसलाई यसरी मजाले घोल्न दिनु पऱ्यो क्या, यो पुरै घोलिदिनु पऱ्यो। र घोलेपछि हामी अघिकै दुधमा यस्तो माथिबाट हालिदिन्छौँ। अब यो दुध अब गुलियो भयो नि त, माथिबाट पनि बोइल हुन थाल्यो। यसरी बिस्तारै ठिक हुँदै जान्छ, चलाउँदै गर्नु होला होइन। लगभग 3 मिनट जति लाग्छ एटलिस्ट। यो बोइल भएको पछाडि अलिक ठिक हुँदै जान्छ क्या यो। एज यु क्यान सी यतिको ठिक भएर हल्का उफ्रिन थाल्छ। त्यस पछाडि चाहिँ हामी हाम्रो मिल्कलाई हालिदिन्छौँ। एकैचोटि नहाल्नु, आधी आधी गर्दै फेरि चलाउँदै फेरि अर्को आधी हाल्दा हुन्छ। नाउ दिस इज बल नले चाहिँ यो भनेको चाहिँ कोको पाउडर हो। यो चाहिँ हामी 5 ग्राम ठ्याक्कै निकाल्छौँ र माथिबाट अहिले हालिदिन्छौँ। हामी प्रोटिन चाहिँ अहिले हाल्दैनौँ, प्रोटिन चाहिँ लास्टमा हाल्छौँ। यसले चाहिँ टक्क तपाईँको कलर पनि दिन्छ नि त। यो लाएर फेरि चलाइदिने। ल हल्का हेर्दाखेरि यस्तो हुन्छ, बुरुक बुरुक उफ्रिन थाल्छ हल्का। यो चाहिँ मजाले घोलिने छ कोको पाउडर चाहिँ। अब यो चाहिँ हामी हाम्रो बुटुकामा खनाइदिन्छौँ। खनाएपछि हामी यति लगभग अलमोस्ट 1 स्कुप भनौँ न, अलिक थोरै गयो हालिदिन्छौँ। र म चाहिँ जहिले पनि हल्का यति व्हाइट चक्लेट चिप्स चाहिँ यति चाहिँ हाल्छु माथि टपिङको लागि। टेस्ट राम्रो हुन्छ नि त, क्यालोरिज पनि लगभग 20-25 मात्रै हुन्छ। सो इट इज वर्थ इट होइन। नाइस। टपिङमा चाहिँ तपाईँले जुनै फ्रुट्स पनि हाल्न सक्नुहुन्छ। मसँग चाहिँ बनाना मात्रै रहेछ, त्यही भएर म चाहिँ बनाना हाल्छु। र हाम्रो घरमै बनाएको लोकलवाला क्रिम अफ राइस चाहिँ रेडी भइसकेको छ। र फेरि तपाईँले यसलाई यो पकाउने बित्तिकै खानु भएन नि, यसलाई तपाईँले 15 देखि 20 मिनट एटलिस्ट यत्तिकै सेट हुनको लागि छोडिदिनुपर्छ, अनि मात्रै मिठो हुन्छ। र क्रिम अफ राइसको एउटा फ्याक्ट भनेको चाहिँ